यो जेनजी भोइस पार्टीले सम्बोधन गर्दै जाने हो कि पार्टीले सही भोइस सम्बोधन गर्दै जाने हो, म चाहिँ एकदमै कन्फ्युजमा छु आफै। त्यस कारणले मैले आफै के कुरा भन्ने, कसैले पनि जे हावा चलाइदिन्छ, कन्स्पिरेसी थ्योरी चलाइदिन्छ, डिप स्टेटले आफ्ना एउटा प्लान लिन्छ अनि यिनका अनुकूल पार्टी बनाउने हो र भने पार्टी त हाम्रो राष्ट्रिय आवश्यकता, राष्ट्रिय सुरक्षा, सार्वभौमताको रक्षाको लागि, जनताको जनजीविकाको परिवर्तन रूपान्तरणको लागि पार्टी बनाउने हो। त्यस कारण कसका हावा के चल्छन् त्यसका आधारमा पार्टी बनाउँदै जाने हो नि त। पार्टी बन्दैन एनजिओ बन्छ, प्रोजेक्ट बेसिसमा त बन्ने एनजिओ हो, त्यस कारण पार्टी चाहिँ बन्दैन। त्यही कारणले राजनीतिक पार्टी आफ्नो निश्चित सिद्धान्त, दर्शन, कार्यक्रमको आधारमा बन्ने भए भएर त्यसको आफ्नो फिलोसफी पनि हुन्छ, त्यसको हिस्टोरिकल ग्राउन्ड पनि हुन्छ र त्यसले समाजमा विविध पक्षहरू हुन्छन्, वर्ग बाहेकका पनि विविध पक्षहरू हुन्छन्, तिनका हितको खातिर चाहिँ पार्टी बन्ने भाव भएर तिनको रक्षाको लागि, ती हित समूहहरूको संरक्षणको लागि कसरी अगाडि बढ्ने भन्ने पार्टीको आफ्नो रणनीति हुन्छ। त्यस कारणले पार्टी चाहिँ चलिरहेका बतासहरू, हावाहरूको आधारमा भन्दा पनि समाजको स्ट्रक्चर, समाजमा भएको शब्द संरचनाभित्र भएका मान्छेहरूलाई हामीले विभिन्न वर्गमा, समुदायमा, समूहमा विभाजित गरेका छौँ नि, उनका हितहरूलाई ध्यानमा राखेर काम गर्ने हो र मूलतः नागरिक जीवनको समृद्धिको लागि नै काम गर्ने हो पार्टीले। त्यही कारण त्यसको आधारमा चाहिँ कस्तो नेतृत्व आवश्यक पर्छ, कस्तो पार्टी बनाउनुपर्छ, कस्तो कार्यक्रम बनाउनुपर्छ भन्ने कुरा चाहिँ महाधिवेशनहरूले निर्तोल गर्ने गर्छन्।